काठमाडौँको टिमकुने क्षेत्रमा शुक्रबार राजावादी प्रदर्शन हिंसात्मक बन्द राज्यको सुरक्षा संयन्त्र कमजोर देखिएको छ। गृह मन्त्रालयले समेत सुरक्षा प्रणालीको कमजोरी स्वीकार गरेको छ। सुरक्षाविदहरूका अनुसार गुप्तचर संयन्त्र प्रभावकारी नभएको र आन्दोलनकारीहरूको गतिविधिलाई सही रूपमा मूल्याङ्कन गर्न नसक्दा हिंसात्मक घटना निम्तिएको हो। दुर्गा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनमा सरकारले शान्तिपूर्ण ठानेर अपर्याप्त सतर्कता अपनाएको देखिन्छ। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सबिन मुखर्जनको मृत्यु भयो भने सञ्चारकर्मी सुरेश रजक आगलागीको कारण मारिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रदर्शनकारी गरी 128 जना घाइते भएका छन्। हिंसात्मक भिडन्तका क्रममा प्रदर्शनकारीहरूले निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरेका छन्। सुरक्षाविदहरूको अनुसार गुप्तचर संयन्त्र प्रभावहीन भएकाले हिंसा रोक्न नसकेको हो। सरकारले प्रदर्शनलाई सामान्य ठानेर उच्च सतर्कता नअपनाउँदा सार्वजनिक र निजी संरचनामा ठूलो क्षति पुगेको छ। राष्ट्रिय अनुसन्धान विभागका पूर्व एआइजी देवराज भट्टका अनुसार गृह प्रशासनलाई आन्दोलन अराजक बन्न सक्ने सूचनाहरू प्राप्त भए पनि तिनलाई गम्भीर रूपमा लिएन। सुरक्षाकर्मीहरू प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न तयार थिएनन्, जसका कारण तोडफोड, लुटपुट र आगजनी भयो। सरकारका अनुसार संयुक्त आन्दोलनका संयोजक नवराज सुवेदीले शान्तिपूर्ण प्रदर्शनका लागि निवेदन दिएका थिए। तिनकुनेमा राजनीतिक भाषणका लागि मञ्च समेत खडा भएकाले ठूलो हिंसात्मक गतिविधि हुने अनुमान गरेको थिएन। तर आन्दोलनकारीहरूले सरकारी र निजी सम्पत्तिमा आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। क्षतिको विवरण। हिंसात्मक प्रदर्शनका कारण निजी तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुगेको छ। प्रहरीका अनुसार तिनकुने, कोटेश्वर, जडीबुटी, अलोकनगर, सुविधानगर र गौरी गाउँ क्षेत्रमा 36 भन्दा बढी पसल, संस्था र कार्यालयमा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले कोटेश्वर स्टेट भटपटिनी सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरेका थिए। जडीबुटी उत्पादन तथा प्रदर्शन कम्पनी एकीकृत समाजवादी पार्टी कार्यालयसहित 12 स्थानमा आगजनी भएको छ। निजी तथा सरकारी गरी 18 भवन तोडफोड गरिएको प्रहरीको तथ्याङ्क छ। यस घटनाले सर्वसाधारण नागरिकलाई भयभीत बनाएको छ। हिंसात्मक प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै प्रहरीले अवरोध गर्न खोज्दा आक्रमण गरेका थिए। प्रहरीका अनुसार प्रदर्शनकारीहरूको नियत तोडफोड, लुटपाट र आगजनीमै केन्द्रित थियो। यसमा सरकारको प्रतिक्रिया। घटनापछि सरकारले अनुसन्धान गरिरहेको दावी गरेको छ। गृह मन्त्रीका अनुसार सम्पूर्ण तस्विर र भिडियो सङ्कलन भएको छ। सीसीटीभी फुटेजहरू पनि प्राप्त भएका छन्। प्रहरीले स्क्रिनिङ गरी हिंसामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिरहेको छ। यद्यपि प्रमुख योजनाकार दुर्गा प्रसाई अझै पक्राउ परेका छैनन्। सरकारले स्वतन्त्र छानबिन आयोग गठन गर्ने विषयमा अनिच्छा देखाएको छ। मानवाधिकार आयोग र नागरिक तहबाट निष्पक्ष न्यायिक छानबिनको माग उठेको भए पनि सरकार फौजदारी न्याय प्रणाली मार्फत दोषीमाथि कारबाही गर्न पुजिरहेको छ। सरकारका एक मन्त्रीका अनुसार आयोग गठन गर्दा हिंसाको स्पष्ट रूपमा बाहिर आउन सक्ने भए पनि मन्त्री परिषदले अहिलेसम्म निर्णय गरिसकेको छैन। सरकारका प्रवक्ता पृथ्वीबहादुर सुम्पको कुरुङका अनुसार मन्त्री परिषदले घटनालाई आपराधिक गतिविधि भनेर निष्कर्ष निकालेको छ। गृह प्रशासनलाई छानबिनको जिम्मेवारी दिएकाले छिट्टै आयोग आवश्यक नरहेको उनको भनाइ छ। प्रहरीका पूर्व डीआइजी केशव अधिकारी भने छानबिन आयोग गठन गर्नु आवश्यक रहेको बताउँछन्। उनका अनुसार आयोगले दिने सिफारिस भविष्यका लागि उपयोगी हुन सक्छ। दुर्गा प्रसाईको भूमिकाबारे विवाद। दुर्गा प्रसाई प्रदर्शनका मुख्य योजनाकार मानेका छन्। उनी दिन दहाडे निषेधाज्ञा तोड्दै प्रहरीले रोकेको गाडीबाट निस्केर भिडलाई उक्साउँदै हिंसात्मक गतिविधिमा संलग्न भए। प्रहरीलाई गाडीले धकेल्दै अघि बढ्न पनि उनलाई तत्काल पक्राउ गरेनन्। प्रहरीका अनुसार उनलाई नियन्त्रण लिन निर्देशन दिएको थिएन। दुर्गा प्रसाई तिनकुनेमा हिंसात्मक गतिविधि गएर नारे फाट हुँदै भागेर लुबु पुगेका थिए। प्रहरी उनलाई पक्राउ गर्न राति पुगे पनि उनी फरार भइसकेको थिए। गृह मन्त्रालय सौकका अनुसार उनी भारत पुगेको आशंका छ। प्रहरीका पूर्व डीआइजी केशव अधिकारीले प्रसाईलाई पक्राउ गर्न नसक्नु सुरक्षा संयन्त्रको कमजोरी भएको बताएका छन्।
काठमाडौँको टिम्कोनेमा भएको हिंसात्मक प्रदर्शनले नेपाल सरकारको सुरक्षा संयन्त्र र गुप्तचार प्रणालीको कमजोरी उजागर गरेको छ। हिंसात्मक आन्दोलनको सही मूल्याङ्कन गर्न नसक्दा धनजन क्षति भयो। सरकारले आन्दोलनको खतरालाई कम सुरक्षाको उचित तयारी भएन। यस घटनाले गुप्तचार संयन्त्रको सुधार आवश्यक रहेको देखाएको छ। सुरक्षाविदहरूले सरकारलाई आगामी दिनमा यस्ता हिंसात्मक घटनाबाट बच्न गुप्तचार प्रणालीलाई सशक्त बनाउनु पर्ने सुझाव दिएका छन्। सरकारले छानबिन आयोग गठन नगरी अपराधीहरूलाई फौजदारी कानुन अनुसार कारबाही गर्ने रणनीति अपनाएको छ। यद्यपि मानव अधिकार आयोग र नागरिक तहले स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरिरहेको छ। दुर्गा प्रसाईलाई पक्राउ गर्न नसक्नु राज्यको गम्भीर कमजोरीको रूपमा हेरिएको छ। उनलाई तुरन्तै पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ। यदि सरकारले यस्ता हिंसात्मक घटनालाई गम्भीर रूपमा नलिएमा भविष्यमा अझै गम्भीर दुर्घटना दोहोरिन सक्ने विज्ञहरूको चेतावनी छ। यस घटनाले नेपालमा शान्तिपूर्ण आन्दोलनको सीमा टोक्न आवश्यक रहेको देखाएको छ। सरकारले सुरक्षालाई प्राथमिकता दिँदै आम नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने देखिन्छ।